नमस्कार सम्पूर्णमा जय महाकाल। यति बेला हामी यो दृश्य देखिरहेका छौँ। यो खाना वितरण गरिरहेको दृश्य हो। यो कुनै नेपालभन्दा बाहिरको दृश्य होइन। यो दृश्य काठमाडौँको क्षेत्रपाटीमा भइरहेको यो दृश्य हामी देख्न सक्छौँ। यो खानाका लागि यसरी उहाँहरू यो लाइनमा बसिरहनु भएको छ। उहाँहरू देशको विभिन्न जिल्लाबाट राजधानीमा लघु वित्तीय तथा सहकारीबाट पीडित भइयो। सरकार न्याय देऊ, हामी घरबार बिन्छौँ। यति बेला घरमा बस्न सक्ने अवस्था छैन। आज न्याय नपाइकन घर फर्कियो भने मरेसर हुन्छ भनेर उहाँहरू न्याय माग्नका लागि राजधानीमा आउनु भएको। राजधानीमा आइरहँदाखेरि 10-15 दिनसम्म आज गाउँघरबाट लिएर आएको चामलहरू लिएर आइयो। अब सकिसके पश्चात भोकभोकै बस्नुपर्ने बाध्यता अवस्था उहाँहरूमा सिर्जना भइसके पश्चात उहाँहरूले जय महाकाल युवा समूहलाई हामीलाई खानाको सेवा गरिदिनु होला सर भनेर भनिसके पश्चात हामी उहाँहरूलाई यति बेला हिजो मिति 2021 साल चैत्र 30 गतेबाट हामीले भोजन सेवा सुचारू गरेको हौँ र आज 31 गते यो दोस्रो दिन हामी छौँ। हामी देख्न सक्छौँ यसरी उहाँहरू चाहिँ खानाको लाइनमा हुनुहुन्छ। उहाँ धेरैभन्दा धेरै सङ्ख्यामा उहाँ यसरी लाइनमा बस्नु भएको छ। करिब 1000 भन्दा बढीको सङ्ख्यामा उहाँहरू यो राजधानीमा आएर आन्दोलनरत हुनुहुन्छ, सङ्घर्ष गरिरहनु भएको छ र यसरी देखिरहनु भएको छ। आज वास्तविक भोको नभइदिएको भए, समस्या नभइदिएको भए उहाँहरू पनि यसरी यस स्थानसम्म आउनु हुँदैन थियो होला। एउटा बाध्यताले मानिसहरूलाई यो स्थानसम्म डोराइरहेको पनि हामी तपाईँहरूलाई देखाउन चाहन्छौँ। र यसरी यहाँ देख्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ यसरी लाइनमा राखेर क्रमशः हाम्रा स्वयंसेवक साथीहरूले यो खाना वितरण गरिरहनु भएको छ। हामीले उहाँहरूलाई खाना, दाल, सब्जी, अचारका परिकारहरू वितरण गर्नका लागि ल्याएका छौँ। र यहाँ धेरै आमा बुवाहरू चाहिँ हुनुहुन्छ। उहाँहरूलाई चाहिँ हामीले यसरी लाइनमा राखेर सबैजनालाई लाइनमा बस्नु होला, सबैलाई खाना पुग्छ, नपुग्ने कसैलाई पनि हुँदैन, सबैलाई पुग्छ भनेर यो लाइनमा राखिरहेको छौँ। लाइनमा राखिरहेको यो दृश्य हो। यहाँ आमा दिदीबहिनीहरू धेरै हुनुहुन्छ। उहाँहरूलाई चाहिँ हामीले यसरी लाइनमा राखिरहेको छु। थालहरू बोकेर चाहिँ उहाँहरू यसरी लाइनमा हुनुहुन्छ र उहाँहरूको सेवामा समर्पित भनेर हाम्रो संस्था जय महाकाल युवा समूहले चाहिँ यो भोजन सेवाको लागि आएको हो भन्ने कुरा पनि तपाईँहरूलाई बताउन चाहन्छु। यसरी उहाँहरू चाहिँ काठमाडौँको क्षेत्रपाटी स्थित पुरानो गोर्खा हस्पिटलको बिल्डिङमा हुनुहुन्छ र यसरी उहाँहरूलाई चाहिँ राखेको स्थानमा हामीले चाहिँ उहाँहरूलाई भोजन सेवाको लागि आएका छौँ। र यहाँनिर सङ्घर्ष समितिका प्रतिनिधि पदाधिकारीज्यू पनि हुनुहुन्छ। उहाँसँग हामी केही कुराकानी गर्न चाहन्छौँ। यहाँ सर हुनुहुन्छ, सरसँग हामी केही कुराकानी गर्छौँ। सर जय महाकाल। हजुर नमस्कार सर। हजुरहरूको कार्यक्रमको बारेमा अलिकति बताइदिनु सर। अनि जय महाकाल युवा समूहले जुन हजुरहरूलाई गरिरहेको छन् यो खाना सेवा, यस विषयमा अलिकति केही कुरा राखिदिनु सर। सर्वप्रथम त जय महाकाल। हाम्रो अहिले 17 गतेदेखि यो काठमाडौँमा लघु वित्तीय विरुद्ध सङ्घर्ष समिति नेपालले एउटा आफ्नो न्यायको लागि आन्दोलन गर्ने क्रममा काठमाडौँमा आएको छ र अहिले हामीले साँच्चैकै आज 17 गतेदेखि आजसम्म आन्दोलन गरिरहँदा हामीसँग अलिकति खानपिनको व्यवस्था एकदम कमजोर हुँदै गएको अवस्थामा हामीले काठमाडौँमै भएको जय महाकालको अफिसमा गएर हामीले चिठीहरू बुझा सँगसँगै जय महाकालले सहयोग गरिदिनु भएको छ। यसमा मुरी धन्यवाद दिन चाहन्छौँ र यसै गरी हाम्रो आन्दोलनको समयावधिभरिलाई सहयोग गर्नु छ, खाना खुवाउनु छ भन्ने अपेक्षा पनि राखेका छौँ। र हाम्रो यो आन्दोलन जबसम्म यो पीडितहरूले न्याय पाउँदैन, जबसम्म आफ्नो उद्देश्य पुरा हुँदैन र ऋण बिना हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी नै भइरहेको छ, जारी नै छ। र महाकाललाई मुरी धन्यवाद पनि दिन चाहन्छु। अरू हस् त सर, धेरै धेरै धन्यवाद छ। Thank you.
त्यहाँबाट हटाउनु